हेलो साथीहरु, वेलकम टु मेरो युट्युब च्यानलमा। आज म फेरि आइपुगेछु तपाईहरुको अगाडि दुबई र कतारको लागि एकदमै राम्रो डिमान्ड लेटर लिएर साथीहरु, त्यही पनि जीरो कस्टमा र केटा र केटी दुई जनाको साथीहरु तपाईहरु खोजी जस्तै डिमान्ड आज ल्याएको छु। धेरै जनाले कमेन्ट गरिरहेछन् मलेसिया कहिले खुल्छ। मलेसिया तपाईको अहिलेसम्म कुनै जानकारी आएको छैन साथीहरु। मलेसिया सरकारले अहिले कुनै जानकारी दिएको छैन। अब तपाईहरु सोचिराख्नु भयो होला त्यही पनि मलेसियाबाट कुनै कम्पनीको डिमान्डहरु आउँछन् भन्ने पक्कै सोच आयो होला। मलेसियामा जुन कम्पनीको पावर हुन्छ डिमान्ड निकाल्न सकिन्छ, त्यसले मज्जाले पठाउन सकिन्छ। कराउनको बेला पनि त्यस्तै थियो साथीहरु, अहिले पनि त्यस्तै भइरहेछ। भन्दाखेरि त्यो कम्पनीको माथि हुन्छ। कम्पनीले मन्त्रीहरुसँग कुरा गरेर मज्जाले काम भइहाल्छ, त्यसको त्यसले डिमान्ड पठाइदिन्छ है। त्यही पनि अहिलेसम्म नेपालमा जुन डिमान्ड गएको छ सबै 1500 बेसिक भएर मात्रै गएको छ। 1700 बेसिक गएको छैन। यो महिनादेखि 1700 भइसकेको छ। अब जाने डिमान्ड 1700 मा गयो भने ठिकै छ। यदि गएको छैन भने पुरानै डिमान्डलाई नयाँ बनाएर हाल्न खोजिरहेछ भने अर्कै कुरा हो साथीहरु। र साथीहरु, यदि तपाईहरु विदेशी रोजगारको लागि गइराख्नु भएको छ बाहिर, त्यसो भए तपाईको एज कति हुनु पर्यो? एज तपाईको मिनिमम भनेको 18 देखि म्याक्सिमम भनेको तपाईको 36-37 सम्म जुन सुकै देश मिल्छ। अब कुनै कम्पनीले 22 देखि स्टार्ट गर्छ, कुनै कम्पनीले 20 देखि स्टार्ट गर्छ, कुनै कम्पनीले 40 सम्म लिन्छ, कुनै कम्पनी 50 सम्म पनि लिन्छ। कहिले कसो मात्रै आउँछ। धेरै जनाले सोधिरहेछन् सर मेरो एज 40 भइसक्यो, चाहना मिल्छ कि मिल्दैन? मज्जाले मिल्छ, तर त्यस्तो डिमान्ड आउनु पर्यो, बल्ल चाहिँ हुन्छ। सिक्युरिटी गार्डहरुमा आउँछ डिमान्ड 40 सम्म लिने पनि आउँछ सिक्युरिटी गार्डमा। अब तपाईलाई डिमान्डमा देखाउँछु। यदि त्यसमा 40 छ भने मज्जाले तपाईहरु जान मिल्छ है। कुनै डिमान्डमा लेखेको पनि देखाउँछ सिक्युरिटी गार्डमा। अरु डिमान्डहरुमा कम्पनीमा सुपरमार्केटमा त्यस्तोमा डिमान्डमा कति एज चाहियो त्यो देखाउँदैन है। त्यो चाहिँ मेन पावरमा गइसकेपछि बल्ल तपाईहरु थाहा हुन्छ। ओके साथीहरु, अब ढिलो नगरेर सबैभन्दा पहिले तपाईहरुले भन्दिम दुबईको कुन डिमान्ड आछ, केटा हो कि केटी हो, सबै जानकारीको लागि भिडियो हेर्दै गर्नु होला। यदि तपाईहरु नयाँ हुनुहुन्छ, मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। छिटोभन्दा छिटो जानकारी पाउन सक्नुहुन्छ। ओके साथीहरु, दुबईको 1 नम्बर डिमान्ड है। कम्पनीको नाम हो आशा मेडलिस्ट कन्ट्र्याक्टिङ को एलएलसी। शहर तपाईको युए पर्छ। एलटी नम्बर तपाईको 319356। कामदार पद तपाईको रूप एक्सेस टेक्निकाइन L1 फ्रेशर 1500 दिर्हम। त्यसपछि ब्लास्टर पेन्टर 1800 सम्म कमाउन सक्नुहुन्छ। त्यसपछि रूप एक्सेस टेक्निकाइन L1 2000 सम्म कमाउन सक्नुहुन्छ। त्यसपछि रूप एक्सेस टेक्निकाइन L1 वेल्डर 2000 सम्म कमाउन सक्नुहुन्छ। त्यसपछि साथीहरु रूप एक्सेस टेक्निकाइन L2 2500 सम्म कमाउन सक्नुहुन्छ साथीहरु। त्यसपछि साथीहरु रूप एक्सेस टेक्निकाइन L2 वेल्डर 2800 सम्म कमाउन सक्नुहुन्छ साथीहरु। खाना बस्न सबै सुविधा साथीहरु। इन्टरभ्यु तपाईको 23-24 मार्च 2025 मा हुन्छ साथीहरु। र मेन पावरको कन्ट्याक्ट नम्बर पनि त मुनि साथीहरु हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु तपाईको आयो दुबईको 2 नम्बर डिमान्ड है। कम्पनीको नाम हो बेनोस इन्फ्रास्ट्रक्चर कन्ट्र्याक्टिङ एलएलसी। शहर तपाईको युए पर्छ। एलटी नम्बर तपाईको 304866। कामदार पद तपाईको वाल पेन्टर 1 जना केटा 1300 दिर्हम। त्यसपछि फर्निचर कार्पेन्टर 2 जना केटा 1500 दिर्हम। त्यसपछि बिल्डिङ लेबर हेल्पर 6 जना केटा 1200 दिर्हम। खाना बस्न सबै साथीहरु। इन्टरभ्यु तपाईको 17 मार्च 2025 मा हुन्छ। र मेन पावरको नाम पनि त मुनि साथीहरु हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु तपाईको आयो 3 नम्बर डिमान्ड लेटर है। कम्पनीको नाम हो एलेक्स इन्जिनियरिङ एन्ड कन्ट्र्याक्टिङ एलएलसी। शहर तपाईको युए पर्छ। एलटी नम्बर तपाईको 320021। कामदार पद तपाईको ब्रेक मासुन 100 जना केटा 1200 दिर्हम। त्यसपछि कार्पेन्टर 100 जना केटा 1200 दिर्हम। खाना बस्न सबै सुविधा साथीहरु। त्यसपछि साथीहरु मुनि अझै छ, कम्पनी सेम रहेछ। कामदार पद तपाईको इलेक्ट्रिकाइन 50 जना केटा 1200 दिर्हम। त्यसपछि स्काफ फोल्डर 50 जना केटा 1200 दिर्हम। त्यसपछि स्टिल फिक्सर 50 जना केटा 1200 दिर्हम। त्यसपछि स्टोन मासुन 50 जना केटा 1200 दिर्हम। खाना बस्न सबै सुविधा साथीहरु। इन्टरभ्यु तपाईको 18 मार्च 2025 मा हुन्छ। र मेन पावरको नाम पनि यता मुनि साथीहरु हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु तपाईको आयो 4 नम्बर डिमान्ड है। कम्पनीको नाम हो ट्रान्सगोड ग्रुप एलएलसी। शहर तपाईको युए पर्छ। एलटी नम्बर तपाईको 315438। कामदार पद तपाईको सिक्युरिटी गार्ड 81 जना केटा 22 जना महिला 1920 दिर्हम। खाना बस्न सबै सुविधा साथीहरु। इन्टरभ्यु तपाईको 18 देखि 23 मार्च 2025 मा हुन्छ। र साथीहरु यसमा एज तपाईको देखाएको छ
22 देखि 38 वर्षसम्म मिल्छ, एसएलसी पास। र मेन पावरको नाम पनि त मुनि साथीहरु हेर्न सक्नुहुन्छ। ओके साथीहरु, अब आयो कतारको डिमान्ड लेटर। तपाईहरु हेर्नुस्, अवश्य मन पर्छ होला साथीहरु। ओके साथीहरु, कतारको 1 नम्बर डिमान्ड लेटर है। कम्पनीको नाम हो एएल सरिया सिक्युरिटी सर्भिस। शहर तपाईको दोहा पर्छ। एलटी नम्बर तपाईको 320114। काम दर पत्ता तपाईको सिक्युरिटी गार्ड 136 जना केटा 1500 रियाल। खाना बस्न सबै सुविधा साथीहरु। इन्टरभ्यु तपाईको 19 देखि 21 मार्च 2025 मा हुन्छ। र साथीहरु मेन पावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु कतारको आयो 2 नम्बर डिमान्ड लेटर है। कम्पनीको नाम हो मधु तुर्की एलएलसी। शहर तपाईको दोहा पर्छ। एलटी नम्बर तपाईको 320173। काम दर पत्ता तपाईको कॉफी कुक 2 जना केटा 1300 रियाल। त्यसपछि डुक क्यालेन्डर 2 जना केटा 1300 रियाल। त्यसपछि गिन क्लिन वर्कर 1 जना केटा 1100 रियाल। त्यसपछि जुस मार्किङ वर्कर 1 जना केटा 1300 रियाल। त्यसपछि लोबोर 4 जना केटा 1100 रियाल। त्यसपछि लन्ड्री बल्टनरी क्लिनिङ वर्कर 2 जना केटा 1100 रियाल। त्यसपछि वेटर्स 3 जना केटा 1400 रियाल। खाना बस्न सबै सुविधा साथीहरु। त्यसपछि मुनि एउटा हल्दी देखाएको छ साथीहरु। कम्पनीको नाम हो बेस्ट कोर वाटर सिस्टम एन्ड टेन्डिङ। शहर तपाईको दोहा पर्छ। एलटी नम्बर तपाईको 320172। काम दर पत्ता तपाईको फोरम्यान 5 जना केटा 2500 रियाल। त्यसपछि जिन क्लिन वर्कर 2 जना महिला 1100 रियाल। त्यसपछि सेल्स सुपरवाइजर 2 जना महिला 3000 रियाल। खाना बस्न सबै सुविधा साथीहरु। इन्टरभ्यु तपाईको 20 मार्च 2025 मा हुन्छ। र मेन पावरको नाम पनि त मुनिसा साथीहरु हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु तपाईको 3 नम्बर डिमान्ड लेटर है। कम्पनीको नाम हो अल अतार फर टेन्डिङ कन्ट्र्याक्टिङ। शहर तपाईको कतार पर्छ। एलटी नम्बर तपाईको 320240। काम दर पत्ता तपाईको एडमिनिस्ट्रेटिभ सुपरवाइजर 2 जना केटा 2500 रियाल। त्यसपछि बिल्डिङ वर्कर 5 जना केटा 1000 रियाल। त्यसपछि ड्राइभर 2 जना महिला 1700 रियाल। त्यसपछि हाइवे बिचल ड्राइभर 1 जना केटा 1900 रियाल। त्यसपछि मासुम 3 जना केटा 1200 रियाल। खाना बस्न सबै सुविधा साथीहरु। इन्टरभ्यु तपाईको 20 मार्च 2025 मा हुन्छ। र साथीहरु मेन पावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। त्यसपछि साथी एउटा डिमान्ड मात्रै छ कुवेतको लागि। एकदमै राम्रो छ स्यालेरी। केटा र केटी 2 जनाको लागि है, हेर्दिनु होला। कम्पनीको नाम हो एडभान्स्ड टेक्नोलोजी कम्पनी। शहर तपाईको कुवेत पर्छ। एलटी नम्बर तपाईको 297670। काम दर पत्ता तपाईको असिस्टेन्ट नर्स 50 जना केटा 50 जना महिला 280 केडी। त्यसपछि क्लिनर 10 जना केटा 10 जना महिला 120 केडी। त्यसपछि डेन्टल हिगिनिस्ट डेन्टल असिस्टेन्ट 20 जना महिला 450 केडी। त्यसपछि ड्राइभर 10 जना केटा 135 केडी। त्यसपछि नर्स 50 जना केटा 50 जना महिला 350 केडी। त्यसपछि सिक्युरिटी गार्ड 20 जना केटा 125 केडी। खाना बस्न सबै सुविधा साथीहरु। इन्टरभ्यु तपाईको 19 मार्च 2025 मा हुन्छ। र साथीहरु मेन पावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। ओके साथीहरु, भइसक्यो तपाईहरुको डिमान्ड लेटर। यसमा चाहिँ धेरै किसिमको डिमान्डहरु छन् साथीहरु र स्यालेरी पनि धेरै किसिमको छ साथीहरु। सबैभन्दा पहिला तपाईहरुले भन्दियो, यदि तपाईहरु दुबई गइराख्नु भएको छ भने 1200 देखि मुनि छ भने नजानु होला। 1200 देखि माथि छ भने बल्ल जानु होला साथीहरु। त्यसपछि आउँछ कतारको पनि यदि 1200 देखि मुनि छ भने नजानु होला। 1200 देखि माथि छ भने बल्ल जानु होला साथीहरु, त्यही भन्न चाहन्छु। त्यसपछि आउँछ तपाईको कुवेतको। यदि तपाई कुवेत जान चाहनुहुन्छ भने 120 केडी देखि मुनि नहोस् स्यालेरी। मिनिमम भनेको 120 देखि माथि हुनुपर्छ। बल्ल जाँदा ठीक छ साथीहरु। 120 देखि मुनि नजानु होला, त्यही भन्न चाहन्छु। र साथीहरु यसमा पैसा लाग्छ कि लाग्दैन सबैजनाले एउटा फोटो हाल्दिराख्छु। त्यो फोटोमा हेर्न सक्नुहुन्छ। मलेसिया, दुबई, कतार, कुवेत यो खाडी देशबाट आउने सबै डिमान्ड 0 कस्टमा साथीहरु, पैसा लाग्दैन। त्यही पनि साथीहरु यदि मेन पावरले पैसा लिइराछन् भने आफू विचार गर्नु होला जाने कि नजाने। ओके साथीहरु, यदि तपाईहरु नयाँ हुनुहुन्छ मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। के थाहा भोलिपल्ट योभन्दा राम्रो डिमान्ड मलेसियाको आउन लाग्यो भने तपाईहरुको एकदमै राम्रो फाइदा हुन्छ साथीहरु। खोटी जस्तै डिमान्डमा जान सक्नुहुन्छ। ओके साथीहरु, म लाग्छु फेरि भेटौँला अर्को खुसीको भिडियोमा साथीहरु। जय नेपाल।